Hello and namaste everyone, welcome back to my YouTube channel. This is your boy Simsam Vlogs all the way from Nepal. And आजको ब्लगमा चाहिँ हामी विष्णुद्वार जानेछौँ जुन चाहिँ काठमाडौँको नजिक र सजिलो हाइक पनि भनिन्छ। लाइक काठमाडौँमा चाहिँ विष्णुमती खोला पल्युटेड छ भने यहाँको पानी चाहिँ एकदमै क्रिस्टल क्लियर रहेको छ cuz it's also the origin. So let's get started. भिडियो भइरहेछ भिडियो भइरहेछ यार गर ल के रे भिडियो भइरहेछ हो भिडियो कति सहिले छ है हामी लड्नु लड्नु हामी नारायणको गेट आइपुग्न लाग्यो ओ भाइ साहब channel to my welcome. Bye-bye. अब भने बल्ल हामी विजय गुम्बा छोडेर विष्णुद्वारतर्फ लाग्यौं। पुग्नु लाग्यो थाक्नु भयो कि भएन थाक्नु त ठिकै धेरै थाकेको छैन अहिले हल्का हल्का थाकेछ है हिँड्न चढ्ने मान्छे हो नि त अनि कहाँ थाक्छ त ल ल ल थाकेको छैन हेर्नु नि अब त्यो हुन्छ नि नचिनेको जडीबुटीहरू कति धेरै हुन्छ होला क्या अब यतातिर पप्पी आयो पप्पी कति क्युट छ क्या पप्पी चाहिँ ल ल ल यस्तो भाग्यो मसँग आउनु न यो बाटो चाहिँ मैले पत्ता लाउँछु दाइले पत्ता लाउँ त्यही जान्छ फोहोर पुरा सोर्दैछ मम्मी मम्मीको सेतो भानु अयो मम्मीले हँसाउनु भयो आज लानुपर्छ कुकुरलाई यो घरमा What's going on hiking? It's wonderful. कस्तो भइरहेछ? Tiring yet fun. Okay. And yeah, from here we were out of network.
एकदम बाबा डान्स गर्दैछु दौड्यो कोरेर अनि अरू गाडीमा त काटेर लाने पाल्ने तपाईँले पाल्नुहुन्छ अरे अब कुकुर नामको लागि So we have Mongolian beef, sandwich, ting momo, अनि यहाँ छ आलु हैन यो होममेड हो यो सबै होममेड आलु दम एन्ड हुनुहुन्छ यहाँ सबैजना अब चाहिँ खाजा खानुपर्छ है त अब भोक लागिसक्यो बाटो भुलेको अवस्था अब चाहिँ यता झर्नाको आवाज आइरहेको छ है मेबी अब यो चाहिँ विष्णुतार हुन सक्छ होस् भन्ने चाहन्छु होइन हामी चाहिँ अब किनकि काम 3 घण्टा भइसक्यो खोज्दा त कोही पनि अब बाटो थाहा छैन कसैलाई नि दौडिनु पर्छ उसको अब वाह ओहो अब जान्छ हो getting excited Yes, I'm too excited. I think we are here yes Yeah, we made it. yeah उकालोबाट आएको ओह्रालो झर्दै झर्दै रङ बाटो होला भनेको त फाइनली राइट डेस्टिनेसनमा आइपुग्यो साथी होइन यहाँ चाहिँ एकदम रमाइलो छ हेर्नुहोस् yes फाइनली यही त हो होइन यसको लागि आएको हामी यो एउटा भरेको लागि आएको होइन यो एउटा भरेको लागि यस्तो छ रमाइलो हो ल यस्तो छ निता फुलाउनु पर्छ रमाइलो भइरहेको छ फाइनली हामी आइपुग्यो बिस्मिल्लाह कस्तो भयो रमाइलो भयो ओके अनि ओभरअलमा भन्नुपर्दाखेरि इट वाज अ गुड हाइकिङ अनि त्यसपछि हामी आफ्नो घरतर्फ लाग्यौँ बाटोमा फर्किँदै गर्दाखेरि एकदमै जोरदार पानी परेको थियो तर पनि हामी रोकेनौँ एकदमै रमाइलो गर्दै हामी घरतर्फ लाग्यौँ